गुड मर्निङ साथीहरू, के छ तपाईँहरूको हालखबर? सन्चै आरामै हुनुहुन्छ? ल आज चाहिँ मैले धेरै दिन पछाडि एउटा मिनी भ्लग लिएर आएको छु। आशा छ मलाई तपाईँहरूले एकदम मन पराउनुहुन्छ, धेरै माया दिनुहुनेछ भन्ने। के छ त अनि तपाईँहरूको हालखबर सुनाउनुहोस्। आज यसो धेरै दिन पछाडि मर्निङ वाकमा चाहिँ निस्केको, यसो डाँडातिर पसिना निकालौँ भनेर। ल हेर्नुहोस् जङ्गलमा रुखहरू कस्तो बाङ्गो टिङ्गो रुखहरू एकदम उराठ लाग्दो छ। एकदम रमाइलो शान्त मनोहर दृश्य। कसलाई मनपर्छ हाइकिङ जान, यसो लाइक कमेन्ट गर्नुहोला, माया दिनुहोला। मायाको आशामा छु। मेरो सम्पूर्ण भ्युअर्सहरूलाई धेरै दिन पछाडि मैले यसो भिडियो ल्याउने जमर्को गरेको छु। हजुरहरूले मलाई एकदम हौसला बढाइदिनु हुनेछ भन्ने ठुलो आशा लिएको छु। पुरै म चाहिँ ठाडै ओह्रालो झरिरहेको छु, तर मैले आफूतिर देखायो र हजुरहरूलाई कता हो थाहा भएको छैन। यतै हेर्नुहोस् सिधै ओह्रालो छ, यो चाहिँ सिधै ओह्रालो, एकदम ठाडो ओह्रालो छ। अब यहाँ फलैँचा पनि रहेछ। ट्याक्कसँगले म फलैँचामा बसेर पनि यसो हजुरहरूलाई फलैँचा देखाउने छु। ल हेर्नुहोस् यहाँ फलैँचा रहेछ। यी फलैँचामा चाहिँ के लेखेको छ खोइ। ल सबैजनाले पढ्नुहोस् है, यहाँ फलैँचामा के लेखेको छ। मेरो स्विट हार्ट चाहिँ म माथि आउँदै छिन्, पर देखिरहनु भएको होला हजुरहरूले। साथीहरू फेरि हिँड्न लाग्यो। एकदम ठाडै ओह्रालो छ। अघि जाँदा उकालो गएको, त्यही भएर अहिले ओह्रालो बाटो आएको। रुख पनि हेर्नुहोस्, यहाँ त त्यति ठुलो त छैन रुख, तर अर्को ठाउँमा त आमा कत्रो कत्रो रुख छ हौ। पुरै एकान्त जङ्गल। हेर्नुहोस् हजुरहरूलाई म अगाडि पनि देखाइदिन्छु। हेर्नुहोस् यहाँ पुरै यहाँ खाल्टो छ, ओह्रालो। यस्तो बाटोमा यी गुरुङ गरेर तल तल हेर्नुहोस् रुख पुरै तल खोल्सा। कस्तो शान्त वातावरण, चराचुरुङ्गी चिरबिर गरेर कराइरहेछ। मान्छेहरू कुदैछ, हामी चाहिँ हिँडै छौँ। के को रहेछ यो, के को फुल्दैछ यहाँ, अलिअलि फुलेको रहेछ। ओखरु भएछ। मान्छेहरू पुरै हल्ला गर्दै आउँदैछ उताबाट। कुकुर पनि आयो, उता कुकुर आउँदैछ त्यताबाट।